संस्कृत भनेको चाहिँ यहाँ निप्ट्यान नपार्नुपर्छ, विद्यालय पनि यहाँबाट हटाउनुपर्छ, सच्याउनै पर्छ भनेर भने हो। गोरेबहादुर खपाङ्गेजी मेरो घरमा आउने गर्ने हुन्, मैले खाने पनि गर्ने हुन् कहिले कहिले। म पनि उनका कहिले कहिले पुग्थेँ पनि, बोलाएपछि जानै पर्थ्यो। यही रातो पुलकै छेउनिर बस्नुहुन्थ्यो र तर मेरो त्यो कुरा मिल्दैन थियो। मैले उहाँलाई धेरै अर्थी दिन्थेँ, उहाँले नै मलाई फेरि आफ्नै किसिमको अर्थी मलाई दिनुहुन्थ्यो। तर उहाँको अर्थी चाहिँ मेरो लागि चाहिँ खालि एउटा के भने उहाँको फुर्ती, जाँगरिलो जोस, त्यो चाहिँ राम्रो थियो। तर त्यो जोसले गोली र बन्दुक भएर के गर्ने, भनेको ठाउँमा गोली हिर्काउन सकेन, त्यसको काम आयो। भनेको ठाउँमा गोली लाग्दैन भने त्यो के माने आयो, त्यो बन्दुक र गोली आयो के माने आयो, होइन? हो। अब त्यो बन्दुक र गोली भएपछि त कि त बाघ मार्न सक्नु पर्यो कि सिंह मार्न सक्नु पर्यो। त्यो हरिण त्यस्तो ती नरम ती होइन, त्यो बिचरा नाबालक त्यो अन्जान त्यो सङ्घर्षै गर्न सक्दैन। त्यसलाई त हातैले पनि लडाएर जान सकिन्छ, कुस्ती खेल्न खानु पर्यो नि त। हाम्रो त त्यस बेलाको त युद्ध त त्यस्तो थियो नि त, होइन? हो। त त्यस कारणले गर्दाखेरि चाहिँ अब मैले भन्न खोजेको के भने चाहिँ अब त्यो विजयादशमी भनेर दशमी पनि मिल्नु पर्यो बाबु, श्रवण नक्षत्र पनि त्यसमा मिल्नु पर्यो, अनि बेला रावण शास्त्रको बेला ज्ञान पनि मिल्नु पर्यो। यो होरा पनि रावणै शास्त्रबाट आएको हो, कुरा बुझ्नु होइन? यो होराबाट जुन हर्स आयो, हर्स पावर, शक्ति, टाइम, आवर, होइन? हो। अब त्यो पनि त्यस बेलामा मिल्नु पर्यो भन्दाखेरि 1 2 3 4 करिब 5-5वटा तत्त्व मिल्नु पर्यो त्यो दिन। साइड पर्नलाई साइड पनि पर्नु पर्यो। अब कहिले बार पनि साइड पर्न आएको हुन्छ, कहिले बुधबार पर्न आएको हुन्छ, कहिले बिहिबार पर्न आएको हुन्छ, होइन? अब त्यो कहिले कहिले त्यस्तै राम्रो पनि पर्न आउँछ, शुक्रबार पनि पर्न आउँछ। अब कहिले कहिले मात्रै अचानक शनिबार पनि पर्छ, होइन? त्यो भने भिन्नै कुरा। तर गणतन्त्र आएको बेलादेखिबाट यो देशको वातावरण यहाँ अर्कै भएको छ। यो चाहिँ गणतन्त्रले गरेको होइन कि प्रकृतिको ले नै त्यस्तो लिएर आएको छ। दशमी तिथि बिहान कति घाम झुल्केको 1 घन्टा भनौँ न, 31 बजे भन्नुहोस् न, असोज महिनामा त्यही 6-4 6-5मा सूर्य उदय हुन्छ बाबु, होइन? अब भनेपछि अब बिहानको अब 7:30 बजेभित्रमा दशमी खत्तम हुन्छ, एकादशी लागिरहेको हुन्छ। भनेको सायद त हाम्रो त 10:30 बजे दिएछ अहिले। तर एक्जाम्पल अब मेरो कुरा बडो छिटो बुझ्दो हो तपाईँले, होइन? श्रवण नक्षत्र त फेला पार्यो, तर दशमी तिथि त गयो नि त, फोकस भयो नि त, तिथि त्यो त खत्तम भयो नि त्यो त। हो। अब त्यस्तो बेलामा टिका किन लगाएर त के फाइदा छैन त बाबु, त्यहीँनिर ऐँठेरो भइसक्यो त्यहाँनिर। अरू त त्यो बेला र त्यो होरा मिलाउने कुरा त त्यो परै जाओस्, टाढाको कुरा भयो, टाढा भयो। लग्न जुराउने, होइन? बृहस्पति जुराउने भन्ने कुरा त त्यो भिन्दै त्यो टाढाको कुरा भयो। बहुत राम्रो तपाईँले मेरो कुरालाई तपाईँले बुझिदिनु भयो, खुसी लाग्यो। भनेपछि अब राणाजीको मैले नाम किन मैले लिएँ भने नि, त्यसो भए त काठा भन्ने चलन त थियो, राणाले नि सुरु गरेको बाबुलाई काठा भन्नु, होइन? काठबाट आएकोलाई गुरु बनाएको हुनाले, काठबाट आएको हुनाले काठे भनेको काठा है। अच्छा, अब त्यो चाहिँ त्यसो भए कति बजीतिर पार्नु पर्छ? अब त्यो त सरकारलाई अप्ठ्यारो हुन्छ भनेर मैले चाहिँ यहाँनिर 10 बजेतिर राखेको हुँ। किन यसरी सरकारलाई अप्ठ्यारो? जे साइट निस्केको छ त्यो जति बेला निस्किन्छ त्यसै बेला निकाल,
हो हो भन्ने चलन हुन्थ्यो। अनि त्यो निकाल्दाखेरि के हुन्थ्यो भने चाहिँ अब त्यो त बिहान त अघि मैले भने नि 8:30 बजीसम्म त दशमी छ। हजुर 8:30 बजेभित्रसम्म दशमी भएपछि श्रवण नक्षत्र त आयो नि। हो त्यो 8:30 बजेभित्र हुन्छ त बिहान म त 5 बजे उठ्छु। हो अब सुति राख्दिनँ नि म बेलुका अब अबेरसम्म सुत्दिनँ भनेर चाहिँ हो। त्यसरी गर्न चाहिँ राणाजी ले ब्राह्मणको कुरालाई मानेर त्यो आफू डिसिप्लिनमा हिँड्ने चलन थियो।